Osama Pocket 3 भनेको यो क्यामेरा हो है। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम टु माई अनदर न्यू ब्लगमा सबैजनालाई स्वागत छ। र मैले चाहिँ 2-3 दिन अगाडिमा चाहिँ एउटा भनौँ क्यामेरा एमाजोनबाट मगाएको थिएँ। त्यो चाहिँ आज फाइनली आइपुग्यो, त्यही भएर त्यसलाई चाहिँ म अनबक्सिङ गर्नु गइरहेको छु। यही हो मेरो क्यामेरा चाहिँ हो, भन्नुपर्दाखेरि अब खोल्छु हो, यही हो। खोलेर अब कस्तो छ होइन, यही हो। यस्तो अझै भनौँ न, यस्तो रहेछ प्याकेजिङ चाहिँ। अलिक यिनीहरूको खोल्न रहेछन्, यस्तो रहेछ। भित्र प्याकेजिङ चाहिँ यस्तो रहेछ। खोल्दैन हो, के निकाल्नु होला, नगै छैन त बुढी। यो DJI Osama Pocket 3 भनेको यो क्यामेरा हो है। त्यही भएर म लेट मी ओपन फर्स्ट होइन। कस्तो म त आत्तिएर के हो, आत्तिएर कहाँबाट स्टार्ट गरौँ भइरहेको छौँ। दाँतले पो गर्नु त्यो जस्तो लाग्छ। आत्तिएर कस्तो या बुढी। ल आज बल्ल आयो हो, आउँदैछ 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 आउँदैछ। ल यो सिल रहेछ, पुरै सिल रहेछ हो, एकदमै सिल। यो क्यामेरा चाहिँ हुन त मैले हो पहिल्यैदेखि भनौँ एउटा मेरो ड्रिम पनि थियो हो किन्ने, किनकि फोनबाट चाहिँ एकदमै यो हुने क्या कम्फर्टेबल नभएर, प्लस यो किन्यो भने चाहिँ एकदम बबल हुन्छ जस्तो लाग्यो। त्यही भएर मैले चाहिँ यो अर्डर गरेँ। फर्स्टमा चाहिँ जुम दिने एकछिन है, यो रहेछ यसो यहाँ थिच्ने रहेछ हो, यस्तो थिच्दा झर्ने हो क्यामेरा त यही रहेछ। ल त्यो अनबक्सिङ त भयो हो, के हो कता हो, ए ओन चाहिँ भयो, चलाउने चाहिँ कस्तो हो भनेर। वाउ ब्युटिफुल ओन चाहिँ भयो, यस्तो रहेछ। भनौँ यो क्यामेरा चाहिँ फ्रन्ट ब्याकमा हुने रहेछ। चाइनिज ल्याङ्ग्वेज पो छ त बुढी, के हो यस्तो सेटिङ मिलाउने होला। सेटिङ मिलाउने यो हो भयो हो। अर्को पनि देखाउँ ल के छ यहाँ। स्ट्यान्ड होला, यो चाहिँ स्ट्यान्ड होला, के होला केबल चार्जिङ। यो चाहिँ चार्जिङ केबल, चार्जिङ हुने रहेछ। मुनिको पोइन्टको कुनै के रहेछ यो होइन। यो चाहिँ अहिलेसम्म चाहिँ देखाउँ होइन, केही छैन। मेरो चाहिँ नङ अलिक नङ चाहिँ छैन हो, त्यही भएर अब यसो धेरै यो टियर पनि गर्नुहुन्न, किनकि सामान चलेन भने फेरि रिटर्न गर्नुपर्छ, त्यही भएर स्लोली गर्नुपर्छ। यो चाहिँ त्यो ह्याङ गर्ने रहेछ। अनि यो चाहिँ चार्जिङ केबल रहेछ हो, सामान त यति नै रहेछ। अनि यो चाहिँ यो कभर रहेछ, यसको कभर क्या, जस्तै भुइँमा झऱ्यो भने यसले चाहिँ प्रोटेक्सन गर्ने रहेछ मोबाइलको जस्तै। त्यही भएर अब धेरै यो DJI Osama Pocket 3 बाट चाहिँ म राम्रो भिडियो बनाउने छु। त्यही भएर यो भिडियोलाई यतिमै अन्तिम गर्छु। र क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। मेरो भिडियोलाई मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब पनि गर्नु नभुल्नु होला।